एउटा समानान्तरी अनुक्रमको 5औं पद 10 र 8औं पद 16 भए पहिला 20 पदहरूको योगफल पत्ता लगाउनुहोस्। अब यो हिसाबलाई कसरी सोल्भ गर्ने कक्षा 10 का लागि उपयोगी छ। यो एसई तयारीका लागि हामीले 5औं पद t5 = 10, 8औं पद t8 = 16 लेखिसकेपछि हामीले योगफल निकाल्नको लागि n त दिएको छ 20 वटा पद भनेर, तर योगफल समानान्तरी अनुक्रमको योगफल निकाल्नको लागि हामीलाई चाहिने फर्मुला भनेको Sn = n/2 2a + n - 1 * d हो। भनेपछि n को भ्यालु गिभन छ, दिएकै छ, अनि a छैन र d छैन। त्यसैले हामीले 5औं पद र 8औं पद दिएको अवस्थामा हामीले पहिलो पद र अनि समानान्तर d पत्ता लगाउनु पर्ने हुन्छ। त्यसको लागि हामीसँग एउटा nऔं पद tn = a + n - 1 * d यो फर्मुला प्रयोग गरेर हामीले यहाँ के गर्छौँ भन्दाखेरि t5 गिभन छ भने n = 5 राखेर t5 = a + 5 - 1 * d गर्छौँ र t5 को ठाउँमा 10 लेख्छौँ। a + 4d भयो। a + 4d = 10 हुन्छ। यो इक्वेसन 1 भयो। त्यसपछि फेरि हामीलाई t8 भनेको n = 8 भनेपछि t8 = a + n को ठाउँमा 8 - 1 * d गर्दाखेरि t8 = a + 7d भयो। t8 को ठाउँमा 16 राख्नुहोस्, a + 7d हुन्छ। 16 लाई हामीले यतापट्टि लेखौँ a + 7d, यसलाई इक्वेसन 2 मानौँ। अब मैले यहाँ हटाउने विधि कक्षा 9 मा पढेको तपाईँहरूले यो हटाउने विधि छ। हटाउने विधि गर्दाखेरि जस्तै a + 4d a + 7d छ भने हामीले यसमा समीकरण 1 बाट समीकरण 2 लाई घटाउँदा नि हुन्छ। किनभने समीकरण 1 बाट समीकरण 2 घटाउँदाखेरि a को अगाडि 1 1 हुनाले a काटिन्छ, d पत्ता लगाउन सकिन्छ। हटाउने विधि भनेको एउटालाई हटाउने हो, या त a लाई या त d लाई। त्यसको लागि या त d को अङ्कलाई बराबर गर्ने, d को अगाडि यहाँ 4 छ, तल चाहिँ 7 छ, तर a को अगाडि 1 1 हुनाले घटाउँदाखेरि a काटिन्छ। त्यसैले हामीले यसलाई समीकरण 1 बाट समीकरण 2 घटाउँदा लेख्छौँ। ल घटाउँदा भनिसकेपछि हामीले यहाँ गर्नुपर्ने a + 4d = 10 समीकरण 1 लेख्नुहोस्, a + 7d = 16 लेख्नुहोस्। घटाउने क्रममा तलको a को मुनि चाहिँ हामी माइनस लेख्छौँ, 7 को तल पनि माइनस लेख्छौँ र अनि 16 तल माइनस लेख्छौँ। अब a र a के भयो भन्दाखेरि क्यान्सल हुन्छ र अब 4 र 7d भनेपछि यहाँ कति रह्यो त 7 ठुलो हुन्छ। 7 बाट 4 लाई घटाएर तर -3d हुन्छ। 16 बाट 10 घटाएर -6 हुन्छ। माइनस माइनस के भयो काटिन्छ, d = 6/3, d = 2 आयो। अब d = 2 आइसकेपछि अब d को भ्यालु d को मान तपाईँ जहाँ राख्दा नि हुन्छ, समीकरण 1 मा राख्नुहोस्। समीकरण 1 मा राख्दा 1 मा या 2 मा जहाँ राखे नि हुन्छ। अब d को मान 1 मा राखिसकेपछि 1 भनेको a + 4d = 10 छ। a को ठाउँमा हामीले a नै लेखौँ, 4 * d को ठाउँमा 2 = 10 छ। a = 10 - 8, 4 2 = 8 हुन्छ। मैले सिधै गरिदिएँ यो स्टेप, a = 2। अब तपाईँहरूलाई क्वेसनले भनेको के छ भने पहिला 20 वटा पदहरूको योगफल निकाल भनेको छ। पहिला 20 वटा पदको योगफल निकाल भनिसकेपछि अब हामीले यसलाई यहाँ a को भ्यालु a = कति छ कि भन्दाखेरि कति निस्क्यो, a को भ्यालु 2, a = 2 आयो हैन। a को भ्यालु 2 आयो। त्यसपछि d को भ्यालु पनि 2 आयो। n कति भनेको छ 20 वटा पद भनेको छ, n = 20 छ भने अब Sn = n/2
2a प्लस n माइनस 1 इन्टु डी फर्मुला राख्नुहोस्। अब यस n भनेको 20 हो, n को ठाउँमा 20 राख्नुहोस्। 20/2 2 इन्टु a भनेको 2 छ, n को ठाउँमा 20 राख्नुहोस्, माइनस 1 इन्टु डी को ठाउँमा 2। अब 2 ले 20 लाई काट्दाखेरि यहाँ 10 हुन्छ, 10 भइहाल्यो। यस 20 को यस 20, 2 2 जा 4, 19 इन्टु 2। अब यस 20 बराबर 10 को 10 लेख्ने, 19 दुना कति हुन्छ यहाँ 4 को 4, 19 दुना 38 भयो। त्यसपछि S20 बराबर 10 इन्टु कति हुन्छ यो 4 र 38 42 हुन्छ। S20 इक्वल टु 420। यसरी हामीले 20 वटा पदहरूको योगफल निकाल्यौँ र यसलाई लास्टमा लेख्दाखेरि पहिला 20 वटा पदहरूको योगफल 420 रहेछ भनेर लेख्न सक्छौँ र यसरी यसलाई सोल्भ गर्न सकिन्छ र यसलाई हेर्न सक्नुहुन्छ। पहिला हामीले a बराबर 2 निकाल्यौँ, d बराबर 2, n 20 भनेको यहाँ हामीलाई 20 वटा पदको योगफल निकाल भनेको छ। त्यसको लागि sn इक्वल टु n/2 2a प्लस n माइनस 1 इन्टु डी यो समानान्तरीय अनुक्रम भयो हुनाले यस्तो भयो, अथवा समानान्तरीय श्रेणी अथवा अनुक्रम जे भए पनि हामीले यो सूत्र प्रयोग गर्न सक्ने भयौँ। र यस 20 n को ठाउँमा 20 राख्यौँ, a को ठाउँमा 2, d को ठाउँमा 2 राखेपछि हामीले यो 420 आन्सर निकाल्न सक्छौँ।